गुड आफ्टरनुन एभ्रिवान। हजुरहरू कस्तो हुनुहुन्छ? आई होप सबैजना ठिकै हुनुहुन्छ होला भनी आशा राखेको छु। सो सिममा चाहिँ घर गएको के गर्दैछ भनेर भन्नुहुन्छ होला। सो म चाहिँ अहिले घाँस ल्याउनु आएको छु है। अब के गर्नु र, बस्तीमा आइसकेपछि गर्नु पर्यो है। अन्त हजुरहरूको लन्चहरू भयो, भएको छैन, कस्तो हुनुहुन्छ? म चाहिँ यहाँनिर घाँस ल्याउनु आएको हो। पुरा बेसी गरम छ बस्तीमा, र पनि केही छैन होइन। भिलेज लाइफ इन्जोय गर्नु पर्यो नि त गाइस होइन। सो अलिकति नजारा पनि देखाइदिउँ। कस्तो दामी क्लाउडी हेर्नु त, वाउ है त। हजुरहरू कस्तो हुनुहुन्छ कमेन्टमा भन्नु होला। सो म चाहिँ घाँस ल्याउन आएको छु, हेर्नु होला है त। सो गाइस घाँस चाहिँ यहाँ छ हो, देख्नु हुँदैछ होला है त। भिलेज लाइफ इन्जोय गर्नु होला सिम्माको। अब यहाँ पनि आयो, यहाँ पनि आयो। सो गाइस घाँस पनि लिएर आएँ कि, तर घाँस चाहिँ कस्तो बोकेछु भने नि बेसी नाम्लो उयो भएछ, फेदमा भएछ। झन्डै घाँसै पल्ट्यो। महारानीलाई ल्याइदिएको, महारानी जी हुनुहुन्छ नि त हाम्रो। बाछी छ कि, सो कस्तो बिजोकले ल्याइ पुऱ्याइने हो। अहिले चाहिँ घाँस ल्याएर पनि हाम्रो यहाँको सानो बाछीलाई लन्च दिँदैछु है त। अब बाख्राको टर्न, बाख्रालाई पनि दिनु जानेछ यो, त्यसलाई यसलाई दिइहाल्नु पऱ्यो त्यहाँदेखि चाहिँ। सो गाइस अब चाहिँ बाछीलाई ब्रेकफास्ट अरे लन्च दिइकन चाहिँ अब बाख्राको टर्न हो। बाख्रालाई पनि दिनु पऱ्यो नि त होइन। ब्रेकफास्ट त बिहानै भएको, अब लन्च दिनुपर्छ। सो बाख्राको लागि ल्याउनु जाँदैछु काटेर। अलरेडी रेडी छ, के छैन, जस्ट बोकेर लाने। अघिको त कम्ता बिजोकले पुऱ्याइन हौ, बेसी नाम्लो खेतमा भएछ कि। हेर्नुहोस् सिममा चाहिँ यस्तो खालको केटी हो कि गाइस, अलराउन्डर है त। अलराउन्डर सबै कुरामा, एउटामा मात्रै होइन, सबै कुरामा हुनुपर्छ। केटी मान्छे पनि होस्, छोरा मान्छे होस् कि छोरी मान्छे होस्, सबै कुरामा चाहिँ अलराउन्डर हुनुपर्छ। बजारमा पनि त्यतिकै र बस्तीमा पनि त्यतिकै ह्यान्डल गर्न सक्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ है। म चाहिँ त्यो बजारमा मात्रै होइन, बस्तीमा मात्रै पनि होइन, दुवैतर्फ है त। सो एभ्रिवान है, हजुरहरूलाई म यही सजेस्ट गर्छु कि काम भन्ने कुरो ठुलो सानो हुँदैन, आफ्नो घरको काम गर्नु लागि शरम गर्नु हुँदैन। सो हेर्नु होला है त मेरो घाँसको भारी। यो चाहिँ बाख्रालाई अब लानुपर्छ फेरि। सो गाइस यो चाहिँ नेक्स्ट मेरो भारी हो। हेर्नु होला है त, यो बाख्राको घाँसको उठ्नै साह्रो पर्छ नि त। जिन्दगी गोठमा ठेल्दिने मान्छे पनि छैन। गाह्रो छ हौ जिन्दगी, गाह्रो छ गाइस बाख्रालाई यो चाहिँ। सो लन्च दिनु पर्यो नि, मान्छेले पनि खान्छ भनेपछि है, गाई बस्तुलाई पनि दिनु पर्यो होइन र गाइस। त्यस्तै हो जिन्दगानी दर्पण छाया, फेरि फेरि फेरि। अच्छा किन टोक्यो कमिलाले टोक्यो यार, कमिलाले टोक्यो गाइस। बाख्राको लन्च हो यो चाहिँ। सिम्बाको पनि मैले पनि खाना खाएको छुइनँ गाइस। खाना चाहिँ खाएको छुइनँ कि, तर अम्बक रहेछ हो, अम्बक खाइदिएको। गुवाबा बस्तीमा आएपछि अर्ग्यानिक चिजहरू खानु पाइन्छ।